मैले साइग्रेसको युट्युब च्यानलमा थुप्रै कथाहरू सुने। त्यसमध्ये मैले सफल नभएका लाहुरेको कथाहरू पनि सुने। त्यसैले मलाई पनि कोर्न मन लाग्यो। मैले 10 कक्षा पास गरेर 11 कक्षा सुरु गरेपछि लाहुरे भिड्नको लागि योग्य भएँ। सानो उमेरदेखि सपना पूरा गर्नको लागि घर छोड्दै थिएँ, निकै उत्साहित हुँदै। त्यहाँको माहौल देख्दा अर्कै महसुस हुन थाल्यो। त्यहाँ म जस्ता हजारौँ युवाहरू आफ्ना सपना बोकेर पसिनाको धारा बगाउँदै दुःख गर्दै गरेको देखेँ। प्राय साथीहरू ब्रिटिस आर्मी अनि सिङ्गापुर पुलिसको लागि तयारी गर्दै रहेछन्। कोही कोही भने इन्डियन आर्मीको लागि पनि कसरत गर्दै रहेछन्। जोरदार मेहनतका साथ उनीहरू आफ्नो कर्ममा लागि परेका थिए। केही महिनापछि इन्डिया आर्मीको लागि सेलेक्सन खोल्दैछ। त्यो मौका मैले पाउने भएको थिएँ। एउटा लाहुरे क्याप्सुल भन्ने किताब किनेर म घर फर्केँ। घर पुगेर बिहान बेलुका ट्रेनिङ सुरु गरेँ। ट्रेनिङको लागि खासै उपयुक्त ठाउँ त थिएन, तर जहाँ इच्छा त्यहाँ उपाय। मेरो रहर र ठाउँले कहाँ रोक्थ्यो र जसरी जाने त्यसरी नै सिकेँ। जति सकेँ त्यसरी नै तयारी गरेँ। यसरी दिन बित्दै गए। केही महिनापछि म सेलेक्सनको लागि जाने भएँ। लागेँ सपनाको ठुलो झोला बोकेर। सिङ्गापुर पुलिसको फर्म भरेर ट्रेनिङ सेन्टरमा बस्न थालेँ। त्यो बिचमा इन्डियन आर्मी फेरि खुल्दियो। सिङ्गापुर पुलिसको भन्दा इन्डियन आर्मीको सेलेक्सन अगाडि सर्यो। तर सिङ्गापुर पुलिसको लागि तयारी गर्दै गरेकोले इन्डियन आर्मीको लागि खासै तयारी गरिएको थिइनँ। जसोतसो पुरानो अनुभवलाई पटेलेर रनिङ पास गर्न सफल त भएँ, तर त्यहाँ अनगिन्ती ट्विस्ट पनि थिए। दलाल भनौँ वा खै को लिखित दिएको बेलकै पैसाको डिमान्ड गरिरहेको थियो। मैले यही सोचेँ, मेरो उमेर अझै छ, म मेरो आफ्नै खुबीले भर्ती हुन्छु, किन मैले पैसा दिने? यो पल्ट नभएर अर्कोपल्ट कोसिस गर्छु। त्यही सोचेर मैले अफरलाई इन्कार गरिदिएँ। मेरो नाम आएन। अब यो पटक पनि मेरो सपना अधुरो नै रहने भयो। आफूलाई कमजोर नबनाइकन म सेन्टर फर्केँ र तयार गर्न लागेँ। दिनहरू यसरी ट्रेनिङमै बितिरह्यो। सेलेक्सन पनि आयो, क्याम्प पनि छिरेँ। सबै कुरा राम्रै हुँदै गयो। लिखित आयो। लिखितमा पनि म्याथ अनि इङ्ग्लिसको एक्जाम दिनु पर्थ्यो। म्याथ सोचे जस्तो भयो, इङ्ग्लिस अलि गाह्रो भयो। फाइनल सेलेक्सनको लागि एकदम खुसी बसेँ। आँखामा आँसु रोक्न सकिनँ। यत्रो वर्षको मेरो मेहनत अब सफल हुँदै थियो। फाइनलको लागि अझै बढी दुःख गर्नुपर्ने थियो। रात दिन नभनी मेरो एकमुठी सासले साथ दिउन्जेल दुःख गरेँ। सबै कुराहरू तोकिएको मापदण्डभन्दा निकै राम्रो गरेँ। त्यति नगरी फेरि सुख पनि छैन, किनकि कम्पिटिसन फुल थियो। यहाँ पनि फेरि पुरानै दिनहरू सम्झन चाहेँ। यहाँ पनि मलाई धेरै पैसाको डिमान्ड आयो। कतिजनाबाट यति दे भर्ती लगाइदिन्छु भनेर थुप्रै प्रलोभनहरू आए, तर मैले सबै इन्कार गरिदिएँ। आफ्नो खुबीले भर्ती हुन्छु भनेर ढिपी कसेँ। फाइनल सेलेक्सनको दिनहरू पनि आयो। फेब्रुअरीबाट सुरु हुँदै थियो। मेरो सेलेक्सन डे भने फेब्रुअरी 18 को दिन परेको थियो। फेब्रुअरी 14 भ्यालेन्टाइन डे। तर त्यो दिन मेरो जिन्दगीकै सबैभन्दा दुखी दिन बन्न पुग्यो। रिजल्ट आयो 23 तारिक। बिहानको 3 बजे बाहिरको ग्राउन्ड, भयङ्कर लाइन। लगभग 5 बजेतिर रिजल्ट सुनाउन थालियो। अब मेरो पालो आयो। भित्र छिरे, नाम बोलाइयो अनि भनियो, सरी, तपाईँ यो वर्ष सफल हुनु भएन, अर्को वर्षको तयारी गर्नुहोला। यो सुन्न नपाउँदै मलाई कता कता चक्कर लागे जस्तो भयो। यो तेस्रो पल्टको प्रयास पनि खेर गयो। अब भने मलाई पीडा बेसरी हुन थाल्यो। त्यत्रो सानो उमेरदेखि देखेको सपना यत्रो पल्ट कोसिस गर्दा पनि सफल हुन सकिरहेको छैन। मैले जिन्दगीमा कुनै लागु पदार्थको सेवन गरिनँ, तर लाहुरेको ड्रगले मलाई कहिले छोडेन। त्यसपछि पनि मैले आफ्नो बाटो छोड्दिनँ। जति पल्ट हारे पनि, जति समय लागे पनि आफ्नो सपना पुरा गरेर छोड्छु भनेर टिपी कसेर भौतारिरहेँ। इन्डियाको नौटुना, बुटवल, चितवन जता सेलेक्सन खुल्छ त्यतै कुदेर पुगिरहेँ। असफल भएँ। मलाई लाहुरे बन्ने एडिक्सनले निकै तलसम्म पुर्याइरहेको थियो। त्यसैले मैले त्यो बाटो मोड्न सकिरहेकै थिइनँ। सायद म डिप्रेसनै पुगेँ होला। मलाई न खान मन लाग्छ, न कोहीसँग बोल्नै मन लाग्छ। बस मन लाग्छ त बन्द कोठामा मनपर्ने मान्छेहरूले बोलेका ती सम्झनाहरू सुन्न मात्रै, त्यो पनि कल्पनामा। तर प्रत्यक्ष भने कोहीसँग बोल्न मनै नपर्ने, एकोरो भइरहने। 24 घन्टामा बिहानको 1 घन्टा खानलाई अनि फ्रेस हुनलाई निस्केको जस्तो फिल गर्थेँ।